नमस्कार सबैजनालाई। हिजो हामीले शिक्षा ऐनको 10औं संशोधनको केही कुराहरू गरेको थियौँ। शिक्षा नियमावलीको केही 10औं संशोधनको केही कुराहरू गरेको थियौँ। यो नियमावली बनेको के हो, कहिले जारी भयो, विगतमा कुनलाई संशोधन गरेर बनाइएको छ, त्यसपछि अहिलेसम्म कतिपल्ट जारी संशोधन भइसकेको छ र त्यसपछि प्रशासकीय अधिकृतको रहने, त्यसपछि विद्यालय खोल्नलाई पूर्वाधारहरू के चाहिन्छ, विद्यालय खोल्न निवेदन कहिले दिने, फेरि स्थानीय तहमा हामीलाई कहिले स्वीकृति दिने, अनि के कुराहरू चाहिन्छ, कति कक्षा कोठा चाहिन्छ, कति विद्यार्थी क्षेत्रफल चाहिन्छ भन्ने कुरा विभिन्न कुराले हामी गरिसकेका थियौँ। आज हामी के गर्छौँ भने त विद्यालय सार्नुपर्ने अथवा गाभ्नु पर्ने भयो भने के गर्ने, कस्तो अवस्थामा विद्यालय सार्ने अथवा गाभ्ने भन्ने कुराको हामी के गर्छौँ त चर्चा गर्नेछौँ। त आज हिजो हामी यति गरेका थियौँ। हेलो सर, हजुर हजुर भन्नुभयो, हेलो भन्नुभएको छ हजुर। त्यो कुराहरू हिजो हामी गरिसकेका छौँ। आज हामी के गर्छौँ भने यो नयाँ संशोधन जो 25 गते अस्ति भर्खरै भएको हो, अब योबाट बाँकी कुरा आज हामी के गर्छौँ त कस्तो अवस्थामा हामी विद्यालय सार्ने, कस्तो अवस्थामा गाभ्ने भन्ने कुरामा चाहिँ आज के गर्छौँ त कुरा गर्नेछौँ। ल हेर्नुहोस् त, विद्यालय के भन्छ अरे, विद्यालय के भन्छ, मर्ज गर्नुपर्ने अवस्था भन्छ। कस्तो अवस्थामा विद्यालयलाई मर्ज गर्ने त, अथवा कस्तो अवस्थामा विद्यालयलाई एक ठाउँबाट अरू एउटा विद्यालयलाई बन्द गरेर अर्को विद्यालयमा राख्ने भन्ने कुरा जनाउँछ। यहाँ माथि भयो, सरी माथि भयो, एकैछिन माथि भयो। ल अब ठिक छ, ल अब ठिक छ होला। अम्बिका, हेलो सर, ल माथि भयो सर, केही देखिया छैन। ओके, ल अब ठिक छ। ल भयो, बुझ्या छ नि, यति नै हो। विद्यालय कस्तो अवस्थामा हामी मर्ज गर्ने अथवा यसलाई कसो भन्छ, यसलाई मर्ज पनि नभन्दाखेरि यसलाई खासमा के भन्छ त समायोजन भन्छ है साथीहरू। समायोजन र मर्ज भनेको एउटै कुरा हो। समायोजन गर्नु, मर्ज गर्नु अथवा गाभिनु यो सबै भनेको एउटै कुरा हो। समायोजन गर्नु, मर्ज गर्नु अथवा गाभिनु भनेको एउटै कुरा। यो सबैको अर्थ के हुन्छ भने, यो सबैको अर्थ के हुन्छ, यो धेरै ठुलो विद्यालय हो, यो के हो त सानो विद्यालय हो। यसमा मानौ 1000 के छ भने विद्यार्थी छ, यसमा मानौ 5 जना विद्यार्थी छ। अब यो दुइटै नजिकै छ भने, मानौ नजिकै छ, सेवा सुविधा पनि मिलिरहेछ भने के गर्ने भने यो विद्यालयलाई लिएर यहाँ राखिदिने। यहाँको जति पनि विद्यार्थी, शिक्षक, त्यसपछि यसको धन सम्पत्ति जति पनि छ यो सबै कुरा यहाँ आएर यसमा मिल्ने गर्छ। अब यहाँको जुन हुन्छ नि, यहाँको प्रधानाध्यापक प्रिन्सिपल सर यहाँ आएर के हुन्छ भने, यदि यो विद्यालय ठुलो छ भने यहाँ आएर सदस्य शिक्षकको रूपमा काम गर्छ। जुन विद्यालय ठुलो हुन्छ त्यो विद्यालय एकदम ठिकै हुन्छ। अर्को गाभिएको विद्यालयको शिक्षक के हुन्छ त यहाँ शिक्षकको रूपमा आएर के गर्छ भने काम गर्छ। बाँकी यो विद्यालयको जति पनि जिन्सी, नगद, विद्यार्थी, शिक्षक जति पनि हुन्छ सबै यहाँ आएर त्यही आधारमा त्यही अनुसार हुने गर्छ। अब मानौ यो विद्यालयको शिक्षक मानौ 5औं तहको 5औं के भन्छ अरे मावि श्रेणी छ है। मावि श्रेणीको एकछिनको लागि मानौँ है, जस्ट फर इक्जाम्पल मावि श्रेणी 2nd क्लास हुनुहुन्छ। अब यहाँको यो त ठुलो विद्यालय छ, यहाँको मानौ सर के हुनुहुन्छ, प्रिन्सिपल सर के हुनुहुन्छ त माविकै 3rd क्लास हुनुहुन्छ, मतलब भर्खरै सिफारिस गरेर जानुभयो। अब यो सर त ठुलो भयो नि, यो सानो विद्यालय भए पनि त्यो सर ठुलो भयो। यस्तो केसमा के हुन्छ भने जुन विद्यालयको सर, जुन सर ठुलो हुन्छ त्यो सर के हुन्छ त स्वतः प्रिन्सिपल हुनुहुन्छ अथवा प्रभाव हुनुहुन्छ। यदि यो 2nd क्लासको नभएको भए, उहाँ पनि 3rd क्लासकै भएको भए यहाँ सिम्पल आएर एउटा शिक्षक हुनुहुन्थ्यो। तर यहाँ के भयो भने यो 2nd क्लासको सर हुनुभयो, यो 3rd क्लासको सर हुनुभयो। 3rd क्लास पनि भर्खरै पास आउट गरेको है, त्योलाई 3rd क्लास हुन्छ। यो सर अलि सानो भयो, यो सर ठुलो भयो, त्यही भएर ठुलो सर के हुन्छ यहाँको प्रिन्सिपल हुनुहुन्छ। यो अनि बाँकी यहाँ जो प्रिन्सिपल हुन्छ उहाँ एउटा सिम्पल शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। बाँकी के भयो भने यहाँको भवन, डेस्क, भवन त उठाएर लगाउन मिल्दैन। त्यहाँको डेस्क भयो, बेन्च भयो, त्यसपछि दराज भयो, फाइल राख्ने, कम्प्युटर होला, ल्यापटप होला, अरू विभिन्न सामानहरू हुन्छ, त्यो सबै यहाँ राख्ने गर्छ। यहाँको विद्यार्थी पनि विद्यार्थीको शैक्षिक सत्रको विषयमा विद्यालय गाभिँदैन, कि त सुरुमै गाभ्छ कि त लास्टमा गाभ्छ। अब बिचमा भनेको के हो भने मानव 6 महिना पढाइ भयो, अब 6 महिना पछि विद्यालय बन्द गरिदिउँ अर्कोमा जाउँ, त्यस्तो हुँदैन। के हुन्छ भने विद्यालय वैशाख महिनामै हुन्छ कि चैत महिनामा गाभिने काम हुन्छ है, मर्ज गर्ने काम, यो बिचमा हुँदैन।
त्यही भएर यहाँको विद्यार्थीलाई मन लाग्यो भने यहाँ आएर पढ्छ, यो मन लागेन भने ऊ अन्त जान्छ। तर के हुन्छ भने सिम्पली अर्थमा कानुनी प्रावधान के हो भने यदि विद्यार्थी त्यहाँ पढ्न चाहिन्छ भने यहाँ आएर मजाले पढ्न पाउँछ। अब यहाँको जुन शिक्षक छ त्यही शिक्षक दरबन्दी खारेज हुँदैन। यहाँको जति पनि शिक्षक, कर्मचारी, नर्स अथवा पालेदाई जति पनि हुनुहुन्छ नि सबै यहाँ आएर त्यही स्वतः त्यही पदमा के हुनुहुन्छ त कार्यरत हुनुहुन्छ। अथवा यहाँ पनि त्यो दुईवटा छ, मानौँ यहाँ पनि एकजना के हुन्छ भने कार्यालय सहयोगी हुनुहुन्छ, अब यहाँ पनि एकजना कार्यालय सहयोगी हुनुहुन्छ, काम त एकजनाले गरिदिनुहुन्छ। अब के गर्नुहुन्छ भने त्यस्तो अवस्थामा दुईजनाको काम त बराबरी भयो। यहाँ दुईजनाको काम छैन, एकजनाको मात्र काम छ, अब एकजना बढी भयो भने त्यस्तो अवस्थामा के गर्छ भने स्थानीय तहले के गर्छ भने आवश्यकता परे अनुसार यसलाई उहाँलाई के गरिदिन सक्छ भने अर्को विद्यालयमा पठाइदिन सक्नुहुन्छ। तर हटाउन सकिँदैन। यदि आन्तरिकबाट छ, के भन्छ अरे नगरपालिका स्थानीय तहबाट छ भने त्यसलाई हटाउन मिल्दैन। हटाउन मिल्न त मिल्छ, तर के गर्नुपर्छ भने 15 दिन पहिला सूचना दिनुपर्छ। अब हाम्रो विद्यालय यो भयो त्यस्तो भयो भनेर हटाउन पाइन्छ। तर प्रायः जसो के गर्छ भने अन्त विद्यालयमा गएर के गर्छ त काम लगाइदिनुहुन्छ। यदि यहाँ मिल्नेछ भने मिलाइदियो, ठिक छ, कहानी सकियो। यदि मिल्ने छैन भने के गर्छ त अन्त विद्यालयमा सरुवा गरिदिनु पर्छ। ल यही कुरा आज हामी के गर्छौँ त लेख्छौँ र पढ्छौँ। यही कुरा पढ्छौँ आज। ल यो बुझ्नुभयो नि मर्जा समायोजन भन्ने के हो, भोलि पर्सि समायोजन के कुन कुन अवस्थामा गर्ने अथवा मर्ज गर्ने भन्ने कुरा आयो भने याद गर्नु होला है साथीहरू। ल यहाँ यतिबाट हिजो एक दुईजनाले कमेन्ट गर्नुभयो त त्यही लेखेर त्यही गर्नुहुन्छ। ल आज म साइडमा उभिएर अनि साइडबाटै गर्छु। र स्थानीय तहले विद्यालय निम्न कुरामा के भन्छ मर्ज गर्न सकिन्छ। केमा गर्न सकिन्छ त यहाँ हेर्नुहोस् है। यो दुईटामा केही फरक छैन। फरक मात्रै के छ, यहाँ चाहिँ स्थानीय तहले कसले गर्ने हो त यो मर्ज समायोजन गर्ने काम कसको, स्थानीय तहको। कसको काम हो साथीहरू, स्थानीय तहको काम हो। मर्ज गर्ने समायोजन गर्ने काम कसको हो अरे, स्थानीय तहको है साथीहरू। एकमा भन्छ कमा पूर्वाधार पूर्वाधारै छैन भने के गर्ने, त्यहाँ राखेर काम छ त छैन। अर्को पोइन्ट के भन्छ भने नियम 77 बमोजिम विद्यार्थी सङ्ख्या नभएमा। हिजो हामीले पढेको थियौँ नि, हिजो हामीले के पढेको थियौँ भने तराईमा कतिजना भन्नुहोस् त, 50 जना। त्यसपछि पहाडमा कतिजना, 40 जना। र हिमालमा कतिजना भन्नु आफै बोल्ने आफै सुन्ने, यहाँ अनलाइन चाहिँ भनेर नबस्ने, आफै बोल्ने आफै सुन्ने 30 जना। यो के हो त नियम 77 अनुसार विद्यार्थी सङ्ख्या उल्लेख गरेको हो। कुन अनुसार त, नियम कति त 77 अनुसार। यो अनुसार विद्यार्थी भएन भने के गरिदिन सक्छ त मर्ज गरिदिन सक्छ। भन्न खोजेको हो यो पोइन्टले। ल त्यसपछि के भन्छ समायोजनको लागि निवेदन दिएमा। केमा त साथी हो, समायोजनको लागि निवेदन दिने। कुनै विद्यार्थीले भन्छ म अब यहाँ थोरै छ, मलाई मर्ज गरिदिनुहोस्, उहाँले निवेदन दियो पालिकामा गएर म फलानु स्कुलमा मर्ज हुन चाहन्छु भने त्यहाँ पनि के गर्न सक्नुहुन्छ त मर्ज गर्न सक्नुहुन्छ। हेर्नु न के भन्छ, फेस हेराउनु न। फेस हेरेर के हुन्छ हौ साथी, यहाँ हेर्नु न, पढेको बुझ्नु न, लास्टमा त्यहाँ त्यत्रो त छ, फेस हेरिहाल्नुहुन्छ के छ त। ल त्यसपछि अर्को घरमा के भन्छ भने ल आधा घन्टा यसलाई कति मिनट भन्न सक्छौँ हामी, 30 मिनट। फेरि भन्नुहुन्छ इङ्ग्लिसमा लेखिदिनु है, 30 मिनट कति, विद्यालय दूरी भएमा
विद्यालयको दूरी भएमा कति मिनट त मानव विद्यार्थीहरूको अब धेरै घर यहाँ के भनेछ भने एनएमले कुनै पनि विद्यार्थीले घरभन्दा कति त 30 मिनट बढीमा कति अपेक्षित अनुसार बालमैत्री विद्यालय प्रारूप अनुसार के छ भने विद्यार्थीलाई 30 मिनट हिँडेर जान पाउने 30 मिनट र 1 घन्टासम्म भन्दा बढी दूरीमा विद्यार्थीको के भन्छ भने विद्यार्थीको घरभन्दा विद्यालयको दूरी कति हुनुपर्छ भने 30 मिनट अथवा 1 किलोमिटर हिँडेर जान सक्ने भयो भने मात्र त्यो विद्यालय बालमैत्री प्रारूप अनुसार भयो। यो अनुसार भन्दा बढी भयो भने त्यसले विद्यालयलाई पनि के गरिदिन सक्छ हामी समायोजन गरिदिन सक्छौँ अथवा मर्ज गरिदिन सक्छौँ भन्ने कुरा जान्नुपर्छ। ल यो बालमैत्री पाठ्यक्रममा पढ्नुहरूलाई बालमैत्री पाठ्यक्रममा छ यो कुरा। त्यसपछि अर्कोमा के छ भने के भन्छ भने घर धुरी संख्या कम भएमा यो भन्न खोजेको के हो भने एउटा गाउँमा 10 जना घर छ अथवा 4 जना घर छ 5 जना घर छ 100 जना यो भनेको कुनै गाउँमा अथवा कुनै टोलमा त्यो टोलमा 100 जना भन्दा कम घर छ भने त्यहाँ 100 जना भन्दा कम मान्छेको घर छ भने त्यो गर्ने त्यहाँ स्कुल पढाएर काम छैन त्यो भन्न खोजेको के। एउटा गाउँमा 100 वटा घर भयो भने त्यो भन्दा कम भयो भने त्यो विद्यालयले के गर्ने गाभिदिने जा अर्कोमा बसोस् भयो भनेर खारिज गर्ने अर्को विद्यालयले त्यो भन्न खोजेको। त्यसपछि अर्को पोइन्ट के भन्छ भने स्थानीय तहले पहिचान गरेको अन्य कारण अब यो भन्दा बाहेकको पनि कारण हुन सक्छ नि। कस्तो कारण हुन सक्छ बाढी पहिरो धेरै आउँछ खोला नाला त पार गरेर जानुपर्छ त्यो पनि एउटा समस्या हो नि विद्यार्थीको लागि। त्यस्तो अवस्था भयो भने के गरिदिन सक्छ भने स्थानीय तह ल तिमी मर्छौ भनेर गरिदिन सक्छ भन्न खोजेको हो। अब यहाँ लेख्नुहोस् ल तल देखिन्छ एक लाइन देखिन्छ होला थोरै तल गरे पनि देखिन्छ ल। अब यसरी लेख्नुहोस् यसरी समायोजन भएका विद्यालय यसरी समायोजन भएका विद्यालयका शिक्षक कर्मचारी शिक्षक कर्मचारी के भन्छ शिक्षक कर्मचारी अरू के भन्छ जिन्सी त्यसलाई के भन्छ सरसामान अथवा भौतिक पूर्वाधार भन्छ भौतिक पूर्वाधार अर्को विद्यालयमा जम्मा हुने भन्न खोजेको। यो भन्न खोजेको के हो भने यसरी दुईटा विद्यालय के भयो भने एकै ठाउँमा आयो भने दुईटा विद्यालय एकै ठाउँमा जम्मा भयो भने के हुन्छ भने त्यहाँको जति पनि कुरा छ त्यो सबै के हुन्छ त्यहाँको शिक्षक विद्यार्थी अनि भौतिक पूर्वाधार बनेको डेस्क बेन्च कम्प्युटर ल्यापटप त्यहाँको दराजहरू हुन्छ त्यो सबै के हुन्छ भने अर्को विद्यालयमा के गएर के हुन्छ त त्यहाँ गएर जम्मा हुन्छ। हेलो हाई भन्नुभएको छ हजुर त्यो के हुन्छ भने अर्को विद्यालयमा के हुन्छ त स्वतः आज के भएर जान्छ त जम्मा भएर जान्छ। अब मानौँ कुनै स्कुलमा दरबन्दी बढी भयो यहाँ पनि दरबन्दी त्यस्तो अवस्थामा के गर्ने त्यहाँ लेख्नुपर्छ ल टक्क यो त क र ख को भयो होला है साथीहरू म क र ख को मेट्छु है। ल लेख्नुहोस् दरबन्दी बढी भएमा स्थानीय तहले
समायोजन गर्ने। यो कुरा मैले अघि नै बुझाइसकेँ। मानौ अघि नै मैले के भने मानौ कुनै स्कुलमा धेरै विद्यार्थी धेरै शिक्षक भए, केही भयो भने अब त्यसलाई कहाँ राख्ने त? जुन विद्यालयमा कम छ त्यो स्कुलमा त्यो विद्यालयमा के गर्ने भने त्यहाँ गएर पठाइदिने भन्नु खोजेको के दरबन्दी कम भयो भनेर। अनि अर्को कुरा हिजोको जुन ऊ छ नि क्लास हामीले गरेको त्यो मैले उसमा पठाइदिएछु, ग्रुपमा पठाइसकेको छु। अब पहिला समस्या के थियो भने त्यहाँ देखिँदैन थियो। पहिला देख्नु पर्थ्यो। अब त्यो मेरो नाम सर्च गर्न बित्तिकै सरूपेश ठाकुर सर्च गर्ने बित्तिकै त्यहाँ माथि नै सबभन्दा पहिल्यै भिडियो हिजोको देखाउँछ। पहिलाकोमा पुरानो भिडियो सबैलाई डिलिट गरिसकेको छु। अब यो शिक्षा एनको मात्र भिडियो छ त्यहाँ, त्यो सर्च गर्ने बित्तिकै आइहाल्छ। एकपल्ट यो हेर्नु होला, टाइम मिलाएर त्यो हेर्नु होला एकपल्ट है सबैजना। हिजोको भिडियो त्यहाँ छ। आजको भिडियो पनि भोलि म पठाइहाल्छु, त्यो हेर्नु होला। यो एकदम इम्पोर्टेन्ट छ है साथीहरू। यसको छुट्टै कपी बनाउनु होला। म बारम्बार रिक्वेस्ट गरेँ यसको छुट्टै कपी बनाउनु, छुट्टै राख्नु। यो यहाँसम्म मात्रै काम छ भने छैन, यो माविमा, निमाविमा, बढुवामा पनि काम लाग्छ। तर जबसम्म टिचर हुनुहुन्छ नि तबसम्म काम लाग्छ। यो राजीनामा दिएर पेन्सन पाके पनि यो काम लाग्छ। यो राजीनामा कसरी दिने त्यो पनि सिकाउँछु यसैमा। छुट्टी कसरी लिने, बिदा कसरी लिने त्यो पनि सिकाउँछु। पैसा कति आउँछ त्यो पनि सिकाउँछु। मान्छे कोही टिचर छ उसले काजमा खटाएर मऱ्यो भने त्यसको छोराछोरीलाई के पाउँछ त्यो पनि सिकाउँछु। सब कुरा सिकाउँछु यहाँ। हेर्नु न पढ्दै लगभग यो 10-15 दिन लाग्छ 1 घन्टा क्लास गऱ्यो भने, तर धेरै कुरा सिक्न पाउनुहुन्छ यहाँबाट। ल त्यसपछि बिदा कति प्रकारको लिने त्यो पनि सिकाउँछु। छुट्टी के गर्ने, आधा दिन बिदा कुन लिने, त्यो सबै बिदा सिधा सबै यही आउँछ। अब त यो के भयो भने यो त नयाँ विद्यालय दुईटा मर्ज भयो। अब पुरानो विद्यालयमा जुन विद्यालय व्यवस्थापन समिति छ, अरू विभिन्न कुराहरू छ, त्यसको के हुन्छ त? त्यतातिर हामी जाउँ है। ल यो कम्प्लिट भयो, यति कम्प्लिट भयो साथीहरू। ल कमेन्ट गर्नुहोस् त यति कम्प्लिट भयो। यो आज हामी के हेरेको हो भने दुईटा विद्यालय मर्ज भए अथवा समायोजन भयो भने के गर्ने र कसरी गर्ने भन्ने कुरा हामीले हेरेको है। अब हामी कहाँ जान्छौँ त? मर्ज भएको अथवा एकीकरण भएको विद्यालयको खारिज हुँदा के गर्ने भन्ने कुरामा जान्छौँ। यो पहिला थिएन, यो पहिला पनि थियो, यो स्थानीय तहमा थिएन। यो कहाँ थियो भने उसमा थियो, जिल्लामा थियो, अहिले स्थानीय तहलाई दिएछ। अब हामी कहाँ जान्छौँ त? अब जुन कुरा लेख्छौँ त्यो टोटली पुरै चेन्ज भएकै कुरा। त्यो पहिला यो व्यवस्था थिएन, अहिले मात्र यो व्यवस्था भएको हो। थोरै म बोर्डलाई माथि गर्छु ल एकैछिन। गरी बोर्डलाई माथि, गरी बोर्डलाई तल। ल अब लेख्नुहोस् विद्यालय एकीकरण। विद्यालय एकीकरण। यो ह्यान्डराइटिङ बुझिया छ कि छैन? यो ठिक छ। वा समायोजन हुँदा विद्यालय एकीकरण वा संयोजन हुँदा खारेज भएका के त? खारेज भएका विद्यालय सम्बन्धी प्रावधान। यो भन्न खोजेको के हो भन्ने यहाँ थोरै हेर्नुहोस् है। ल अघि मैले के भने यो ठुलो विद्यालय छ, यसमा कतिजना छ? 1000 जना छ विद्यार्थी। यो कतिजना सानो विद्यालय छ? यहाँ 5 जना छ। यो त खारेज भयो नि। अब त्यो गाभियो यसमा आएर यसको त छैन। तर यो विद्यालय व्यवस्थापन समिति थियो कि थिएन? थियो नि। अरू कुराहरू त थियो, त्योहरू कहाँ गयो त? यसको भौतिक कुरा यहाँ आयो, शिक्षक यहाँ आयो, कर्मचारी यहाँ आयो, तर यसको कुराहरू कहाँ गयो? अरू कुराहरू त त्यो कुरा कहाँ गयो भन्ने कुरा हामी हेर्छौँ। ल के भन्छ भने विद्यालय व्यवस्थापन समिति स्वतः खारेज। जब विद्यालय छैन भने त्यसलाई खारिज गरेर राख्नु पर्दैन। सिम्पली आफै के हुन्छ त? खारेज भइहाल्छ, गइहाल्छ, छैन अब काम। अब के हुन्छ त? यो स्वतः के भइहाल्छ त? खारेज भइहाल्छ भन्ने खोजेको हो। त्यसपछि अर्को के भन्छ भने खारेज भएका
विद्यालयका खारेज भएका विद्यालयका सम्पत्ति दायित्व खै यता गरौँ न के हो यो सम्पत्ति दायित्व र अभिलेख भन्छ र अभिलेख सम्पत्ति दायित्व र अभिलेख के भन्छ खारेज भएका विद्यालयका सम्पत्ति दायित्व अभिलेख समायोजन भएको विद्यालयमा जाने ल अब मानव कुनै विद्यालय ऋण लिएको छ 10 लाख रुपियाँ ऋण लिएको छ यस्तो गाउँको हुन्छ नि कति विद्यालय ऋण पनि लिन्छ अब नलिन पनि सक्छ मानव कुनै विद्यालय ऋण लिएको छ अब त्यो ऋण कसले तिर्न सकेन तर के भइदियो समायोजन भइदियो अब यो सबै ऋण कसले तिर्ने त जुन विद्यालयमा समायोजन भएको छ अघि जुन ठुलो विद्यालय हामीले देखाएको थियो त्यो विद्यालयले के गर्ने त यसको ऋण तिर्ने भन्न खोजेको अथवा विद्यार्थीसँग त रेकर्ड हुन्छ पोर्टफोलियो हुन्छ अथवा अन्य कुनै रेकर्डहरू होला कुन विद्यार्थी कस्तो पढ्नेमा छ कुन विद्यार्थी कराटे खेल्नेमा छ कुन विद्यार्थी के गर्छ कुन विद्यार्थीको ब्याकग्राउन्ड कस्तो छ त्यो पनि त एउटा रेकर्ड राख्छ नि त्यो सबै कहाँ जान्छ त नयाँ विद्यालयमा गएर बस्छ भन्नु खोजेको अब यसको सम्पत्ति होला विद्यालयसँग 20 बिघा खेत होला अथवा 2 आना खेत होला अथवा 2 आना के भन्छ अरे विद्यालयसँग ब्याङ्कमा 10 करोड रुपियाँ होला अथवा 10 लाख रुपियाँ होला अब केही कुरा होला त्यो सबै कहाँ जान्छ त स्वत जुन विद्यालय नयाँमा जान्छ ठुलोमा त्यो सबैमा गइहाल्छ भन्नु खोजेको हो के भन्छ यसलाई शिक्षक स्वतः शिक्षक हुने तर प्र बुझ्नुहुन्छ नि प्रधानाध्यापक है शिक्षक हुने तर दुवै विद्यालयका उच्च श्रेणीका शिक्षक प्र हुने अघि मैले के भने मानव यो ठुलो स्कुल छ मैले बुझाएको थिएँ नि अघि यो के छ अरे साथी ठुलो स्कुल छ यो स्कुलको प्रिन्सिपल सर जुन हुनुहुन्छ प्र हुनुहुन्छ यो 3rd क्लास हुनुहुन्छ अथवा तेस्रो श्रेणीको हुनुहुन्छ यो सानो विद्यालयको प्रिन्सिपल के हुनुहुन्छ भने 2nd क्लासको हुनुहुन्छ दोस्रो लेभलको हुनुहुन्छ अब यो त ठुलो भयो उहाँ त ठुलो भयो यहाँ के भयो सानो भयो यो सँगै के हुने त यहाँ प्रिन्सिपल हुने यदि मानौ यहाँ पनि 3rd श्रेणी यहाँ पनि 3rd श्रेणी अथवा यहाँ पनि 2nd श्रेणी अथवा यहाँ पनि 2nd श्रेणी दुईटैजना समान श्रेणीको हुनुहुन्छ भने के हुन्छ भने पहिलाको जुन विद्यालयको सर हुनुहुन्छ प्रिन्सिपल उहाँ नै के हुनुहुन्छ त प्रिन्सिपल हुनुहुन्छ र यहाँको प्रिन्सिपल समायोजन भएको स्कुलको प्रिन्सिपल के हुन्छ त एउटा शिक्षकको रूपमा बस्नुहुन्छ भन्ने कुरा हो यो पोइन्टले भन्न खोजेको हो यति कुरा हामीलाई बुझ्नुपर्छ ल अब यो त भयो नयाँ जुन आयो त्यसमा अब यो त पुरानो नयाँ जुन आयो त्यसमा अब पुरानो स्कुलको के हुन्छ त पुरानोमा पनि त विद्यालय व्यवस्थापन समिति होला त्यहाँको पनि प्र होला त्यहाँको पनि त के विद्यार्थी सङ्ख्या होला त्यहाँको पनि के होला भन्न खोजेको के लेख्नुहोस् पुरानो विद्यालयको यो देखाएको छ कि छैन पुरानो विद्यालयको देखिएको छ पुरानो विद्यालयको मतलब संयोजन भएको पुरानो विद्यालयको व्यवस्थापन समिति यो बीपीएस लेखिदिन्छ है व्यवस्थापन समिति
खारेज नहुने भन्नु खोज्यो। पहिला जे व्यवस्थापन समिति थियो स्कुलमा त्यही रहिरह्यो। अब यसलाई खारेज गर्नुपर्छ, अर्को नयाँ बनाउनुपर्छ भन्ने नियम छैन। जे थियो पहिला त्यही रहिरह्यो। उसलाई खारेज गर्नु पर्दैन अथवा त्यहाँको टिचरलाई, कर्मचारीलाई हटाउनु पनि पाउँदैन। पुरानो शिक्षक कर्मचारीलाई पुरानो शिक्षक कर्मचारी कर्मचारीलाई हटाउन नपाउने। यो भन्न खोजेको के हो भने जुन ठुलो स्कुल छ त्यो स्कुलको पहिलाको जुन सरहरू हुन्छ, अनि अर्को कार्यालय सहयोगी अथवा पाले दाई कोही त हुनुहुन्छ नि होला, तिनीहरूलाई केही पनि नगर्ने, उहाँ जे छ त्यस्तै हुन्छ। पुरानोलाई छुँदा पनि नछुने, जे छ त्यही हुने। उसलाई चेन्ज पनि गर्न नमिल्ने, केही पनि गर्न मिल्दैन भन्न खोजेको हो कि यो पोइन्टले। ल यति भयो। ल इम्पोर्टेन्ट छ है साथीहरू। यहाँबाट कसरी प्रश्न सोध्छ भने समायोजन भएको विद्यालय व्यवस्थापन समिति कुन रहने अवस्था हो भन्छ। पुरानो स्कुलको पुरानो विद्यालयको व्यवस्थापन समिति रहने, नयाँ दुईटै विद्यालय समायोजन भएपछि नयाँ व्यवस्थापन समिति गठन गर्ने, अथवा समायोजन भएको विद्यालय व्यवस्थापन समिति हुने, अथवा माथिको सबै, त्यो भनिदिन सक्छ। त कुन हुने त? पुरानो स्कुलको जुन व्यवस्थापन समिति छ त्यही रहन खोज्छ भने। अब यसरी दुईवटा विद्यालय यसरी पनि सोधिन सक्छ। दुईवटा विद्यालय समायोजन भयो, समायोजन भएपछि पुरानो विद्यालयका शिक्षक कर्मचारीलाई सरुवा गर्न पाइन्छ कि पाइँदैन, त्यसरी पनि सोधिन सक्छ। 1 मा पाइन्छ, 2 मा पाइँदैन, 3 मा स्थानीय तहले चाहेअनुसार, 4 माथिको सबै। के हो भने पुरानो विद्यालयको केही पनि नगर्ने। यति बुझ्नु कि दुईवटा विद्यालय समायोजन भए भने ठुलो विद्यालय अथवा पुरानो विद्यालय जुन छ त्यो विद्यालयको केही पनि नगर्ने, जे छ त्यही हुन्छ, त्यसलाई केही खासो गर्नु पर्दैन भन्न खोजेको हो। ल साथीहरू, अब हामी अगाडि बढ्छौँ। ल अब यहाँ हेर्नुहोस् है, के भन्छ भने महानिर्देशक यो पहिला हुनुहुन्थ्यो है, पहिला यो हुनुहुन्थ्यो होइन, महानिर्देशक हुनुहुन्थ्यो। यो कहाँ हुनुहुन्थ्यो त? यो अब के भयो भन्ने छैन। यो कटिस भनेको अब छैन। यो पहिला महानिर्देशक पनि हुनुहुन्थ्यो, तर अब के छैन त? उहाँ महानिर्देशक छैन। यसको सट्टामा के हो त? इकाइ प्रमुख र निरीक्षकको काम कर्तव्य। पहिला थियो महानिरीक्षकको काम कर्तव्य अधिकार थियो, अब छैन। यसको सट्टामा के छ भने इकाइ प्रमुखको काम कर्तव्य र अधिकार। अब भोलि पर्सि क्वेसन कसरी सोधिन सक्छ भने शिक्षा ऐनको 10औं संशोधनले हटाइएको कुन हो भन्ने कुरा सोधिन्छ। महानिरीक्षक, इकाइ प्रमुख कुन हो भन्ने कुरा सोधिन सक्छ। यो महानिर्देशक छैन भन्ने कुरा हामीलाई बुझ्नुपर्छ। उहाँको काम कर्तव्य के हो भने भन्ने कुरा हामीलाई बुझ्नुपर्छ। ल यो सबै काम उहाँले गर्ने भन्ने कुरा बुझ्नुपर्छ। त्यसपछि अर्को बुझ्नुपर्छ, यो काम कर्तव्य अधिकार हामीलाई पर्दैन। यो कसको हो भने इकाइ प्रमुखको काम कर्तव्य हो भने महानिर्देशक ठाउँमा इकाइ प्रमुख आयो। अब एक काम कर्तव्य के हो भने त्यही विद्यालयको रेखदेख, विद्यालय व्यवस्थापन र के गर्छ त विद्यालय सञ्चालन, यति मात्र हो। यो खासै हामीलाई पढिराख्नु पर्दैन। के पढ्नुपर्छ भने अर्को यहाँ हेर्नुहोस् है, शिक्षा विकास तथा समन्वय इकाइ। यो भनेको के हो भने शिक्षा विकास र समन्वय इकाइ भनेको के हो भने पहिला हामी के भन्थ्यौँ त? के भन्छ? सुभाषिङ बन्द हुन्छ कि नै? के बन्द हुन्छ कि नै? पुरानो स्कुल के हुन्छ सर? पुरानो स्कुल त भइगयो। पुरानो स्कुल जुन बुझ्नु भएन, यसरी बुझ्नु। ल यहाँ बुझ्नुहोस् है साथीहरू, बुझ्नु भएन जस्तो हुन्छ। यहाँ हेर्नुहोस् है,
यो मानौ ठुलो स्कुल छ है, यो के छ ठुलो स्कुल छ, यहाँ 1000 जना विद्यार्थी छ, एसटिडी भनेको विद्यार्थी है, एसटी भनेको विद्यार्थी, यहाँ 50 जना सर हुनुहुन्छ, टिचर हुनुहुन्छ, यहाँ 3 जना कर्मचारी हुन्छ, स्टाफ हुनुहुन्छ, यति हुनुहुन्छ। यो एउटा सानो विद्यालय भयो है, यो सानो विद्यालय। यहाँ 20 जना स्टुडेन्ट हुनुहुन्छ, यहाँ 5 जना कति मानौँ न 10 जना, मानौँ न 10 जना टिचर हुनुहुन्छ, यहाँ 2 जना स्टाफ हुनुहुन्छ। अब यो के भयो, त्यो ठुलो भयो, यो के भयो सानो भयो, यहाँ स्टुडेन्ट यति धेरै थोरै छ, टिचर यति धेरै छ, यहाँ पुगेन। अब यसको जति पनि छ टिचर, यो विद्यार्थी यहाँ आउँछ, यो टिचर पनि यहाँ आउँछ, यो स्टाफ पनि यहाँ आउँछ। अब टिचर त सो त टिचर भइहाल्यो, प्रब्लम भएन। अब यो स्टाफ छ नि 2 जना, यहाँ त अलरेडी 3 जना स्टाफ छ नि, यहाँ 3 जना स्टाफ छ, यहाँ 2 जना स्टाफ छ। अब यो स्टाफ यहाँ यता कतिजना हुन्छ त, 2 जना प्लस गऱ्यो भने 5 जना स्टाफ हुन्छ। यदि यो विद्यालयमा 5 जना स्टाफको काम छ भने, यदि गर्न सक्छ भने त्यो ठिक छ, यसले मिलाइहाल्छ। यसलाई हामी पुरानो भन्छौँ, यसलाई हामी के भन्छौँ त नयाँ भन्छौँ, यसको लागि मानौँ। अब यहाँ 5 जनाको काम छैन, यो 3 जनाले पनि काम भइहाल्छ। यो विद्यार्थी 20 जना छ, खासै 20 जनाको के होला र, थोरै होला भनेर यो 2 जनाको काम छैन। यो 2 जनालाई के गर्छ भने स्थानीय तहले अर्को कुनै नयाँ विद्यालयमा, यो विद्यालय बाहेक, यो त सकिहाल्यो, यो त सकि नै हाल्यो, विद्यालय नै छैन। अब यो अर्को कुनै नयाँ विद्यालयमा के गरिदिन सक्छ भने उहाँलाई सरुवा गरिदिन्छ। अब यो विद्यालयको जे पनि छ, पहिलाको विद्यालय व्यवस्थापन जे छ त्यही भयो, शिक्षक जे छ त्यही भयो, प्रको कुरा मैले अघि नै भने, दुईटैबाट जुन ठुलो प्र हुनुहुन्छ, धेरै श्रेणीको हुनुहुन्छ, धेरै पढ्नु भएको छ, धेरै जान्नु भएको छ, त्यो सर प्रिन्सिपल हुनुभयो, बाँकी टिचरहरू टिचर हुनुहुन्छ भन्नु खोजेको। यो विद्यालयको भौतिक पूर्वाधार, नगद, जिन्सी, दारा छरा जति पनि छ, डेस्क बेन्च सबै कहाँ आयो त, यो विद्यालयमा आयो भन्नु खोजेको। अब बुझ्नुभयो कि नै, यो भन्न खोजेको के बन्द हुन्छ कि नै सर, यो बन्द हुन्छ, यो विद्यालय बन्द हुन्छ, सानो विद्यालय बन्द हुन्छ, यो नयाँ विद्यालय, यो पुरानो विद्यालय के हुन्छ त स्वतः चालु नै हुन्छ, यो बन्द हुँदैन, यो मात्र बन्द हुन्छ है साथीहरू। यो समायोजन भएको विद्यालय बन्द हुने, यो विद्यालय बन्द हुँदैन। ल अब म कुरा गर्दै थिएँ, यहाँ थोरै हेर्नुहोस् है साथीहरू। यहाँ के छ भने शिक्षा विकास तथा समन्वय एकाइ भन्ने के हो भने, पहिला हामी के भन्थ्यौँ भने जिल्ला शिक्षा कार्यालय भन्थ्यौँ। त्यो भन्नेको के हो त, अहिले के हो त शिक्षा विकास तथा समन्वय एकाइ, प्रत्येक जिल्लामा 1वटाको दरले हुन्छ। यो प्रत्येक जिल्लामा कतिवटा हुन्छ त, 1-1वटा हुन्छ। मतलब नेपालमा कतिवटा शिक्षा विकास तथा समन्वय एकाइ छ भने 77वटा जिल्लामा 77वटा। भोलि पर्सि अहिले प्राविक हो, नियुक्ति लिएर, प्राविक छैन निमाविको छ, निमाविको नियुक्ति लिएर जाँदाखेरि हामी कहाँ जाने हो, यही ठाउँमा जाने हो, यहीबाट हामीलाई सिफारिस गर्नुहुने त फलानु विद्यालयमा जानुहोस्, शिक्षक सेवालाई यसैलाई उहाँलाई नै जिम्मा दिने हो, त्यो भन्न खोजेको मैले। ल के भन्छ भने एकाइ प्रमुखको काम, कर्तव्य र अधिकार। यहाँको अधिकार के छ त, के काम गर्ने भन्ने कुरा हामीलाई जान्नुपर्छ। ल यहाँ लेख्नुहोस्, के भन्छ भने आधारभूत तहको अन्तिम परीक्षा। आधारभूत तहको अन्तिम परीक्षा भने कति, आधारभूत तह भने कति, 8 कक्षासम्म। आधारभूत तहको अन्तिम परीक्षा लिने र सहजीकरण गर्ने, लिने र के गर्ने त, सहजीकरण गर्ने भन्ने कुरा जनाउँछ। त्यसपछि के भन्छ, एसई भनेको एसएलसी पहिलाको, अहिले के हो त एसई, स्कुल लिभिङ सर्टिफिकेट पहिला भन्थ्यो, अहिले के छ त स्कुल सेकेन्ड्री एक्जामिनेसन भन्छ। माध्यमिक परीक्षा उत्तीर्ण भन्छ यसलाई, माध्यमिक परीक्षा उत्तीर्ण। माध्यमिक परीक्षा उत्तीर्णका लागि रजिस्ट्रेसन फारम भर्ने
विद्यार्थी रेजिस्ट्रेसन फाल्ने फर्म भर्ने विद्यार्थीको जन्म मिति नाम थर उमेर प्रचलित कानुन अनुसार के भने त संशोधन गर्ने। यो भन्न खोजेको के हो भने साथी एकैछिन पक्नुछ है, संशोधन गर्ने। यो दोस्रो पोइन्ट के भन्छ भने पहिला एसएलसीमा के हुन्थ्यो भने हजुर टिचर हो परमुना गुरुङ। अब के भनौँ, म टिचर भनौँ कि स्टुडेन्ट भनौँ के भन्नु त, अब के भन्नु, म त आफै अलमल्ल पढेँ। अब हजुर टिचर हो भन्नुभएको छ, अब तपाईँलाई के कस्तो लाग्छ आफै बुझ्नु न मिलाएर। अब टिचर हो कि स्टुडेन्ट हो के भनौँ, म कसैको लागि टिचर पनि हुन सक्छु, कसैको लागि स्टुडेन्ट पनि हुन सक्छु। अब तपाईँको लागि के छ यो तपाईँमा डिपेन्ड पर्छ है साथीहरू। ल के भन्छ यो पोइन्टले के भन्न खोजेको छ भने यो पोइन्टले के भोलि हामी एसएलसी दिँदाखेरि अथवा एससीको एक्जाम दिँदाखेरि के हुन्थ्यो भने हाम्रो जन्म मिति, त्यसपछि बुवाको नाम, मम्मीको नाम, प्रायः जस्तो मम्मीको नाममा चाहिँ प्रब्लम हुन्थ्यो। मेरो आफै मम्मीको नाममा प्रब्लम भएको थियो। त्यति बेला के गर्नु पर्थ्यो भने काठमाडौँ आएर के गर्नु पर्थ्यो भने त्यहाँ बसेर 2-3 दिन बसेर भक्तपुरमा गएर एनबीमा गएर चेन्ज गर्नु पर्थ्यो कि काठमाडौँ आउनु पर्थ्यो। नेपालभरिको जहाँको विद्यार्थी भए पनि कहाँ आउनु पर्थ्यो, काठमाडौँ आउनु पर्थ्यो। जन्म मिति नाम थर चेन्ज भयो भने, ठाकुरको ठाकुरी भयो भने, मेरो मम्मीकै नाममा चेन्ज भएको थियो के, म साँच्ची भन्दा मेरो मम्मीको नाम सबरी कुमारी देवी हो। मैले के भने थियो भने सबरी देवी मात्र लेखाइदिएँ। पछि त कुमारी छैन, एकपल्ट फर्म भरेको त्यहाँ त तपाईँको मम्मीको नामै मिलेन भने तपाईँ वहाँ गएर गर्नुहोस्। अनि म यहाँ काठमाडौँ आएर गरेर गएको। तर अबदेखि विद्यार्थीलाई यो वर्षदेखि जुन अहिले 83 को एसएलसी हुन्छ नि, सरी एसएलसी भन्न मिल्दैन, एससीको 83 को एससीबाट के गर्नु पर्दैन भने उहाँलाई काठमाडौँ आउनु राख्नु पर्दैन। उहाँले आफ्नो जिल्लामा गएर समन्वय एकाइमा निवेदन दिएर उहाँले आफ्नो जन्म मिति नाम थर सबै के गर्न सक्नुहुन्छ त सच्याउन सक्नुहुन्छ। अब काठमाडौँ आउने झन्झट पर्दैन। यसलाई सिम्पली अर्थमा कसरी बुझ्ने भने बालनको भाषण थियो नि अस्ति, काठमाडौँ अब जाइ के लागि न परी अधिकार मागेला, अब घुमे के लागि जाइ के परी, त्यही भन्न खोजेको। अब जन्म मिति सच्याउन, अर्को नाम सच्याउन, बुवाको नाम सच्याउन, मम्मीको नाम सच्याउन केही पर्सनल प्रब्लम भयो भने काठमाडौँ जानु पर्दैन। कहाँ जानुपर्छ त, आफ्नो जिल्लामा जाने। कहाँ जाने, यहाँ जाने, शिक्षा विकास तथा समन्वय एकाइमा जाने है साथीहरू। यो 83 सालको एससीबाट अब हुनेवाला जुन एससी छ नि त्यहाँबाट। ल त्यसपछि के भन्छ भने एसई, म सर्टमा एसई लेखिदिन्छु है साथीहरू। एसई परीक्षा अनुगमन, होइन अनुगमन गर्नै मिल्दैन, के गर्न मिल्दैन अरे, अनुगमनै गर्न मिल्दैन, के भन्छ अरे एसई परीक्षा त अनुगमनै गर्न मिल्दैन। परीक्षा मर्यादित ढङ्गले, ए भाइ साहब, ढङ्गले सञ्चालन गर्ने। पहिला जुन हाम्रो अनुगमन आउँथ्यो नि, ओहो जिल्लाबाट यस्तो आयो अरे, जिल्लाबाट सिडी आयो एक्सपेल गरिदियो, अब अनुगमन गर्न पाउँदैन, त्यो भन्न खोजेको के। तर अनुगमन शब्द मात्र नराखेर हेर्न आएको छु भन्न पाइन्छ है साथीहरू। कुरा उही हो, घुमाएको मात्र हो। ल अब अर्को एकदम इम्पोर्टेन्ट तपाईँहरूको लागि, पर्सनल तपाईँहरूकै लागि, कसको लागि त, तपाईँहरूको लागि अहिले लाइसेन्स पछि शिक्षक सेवा सिफारिस सुन्ने बेलाको लागि। के भन्छ भने आयोगबाट, आयोग भनेको शिक्षक सेवा आयोग है साथीहरू। आयोगबाट केबाट रे, शिक्षक सेवा आयोगबाट नियुक्ति भएका, शिक्षक सेवा आयोगबाट नियुक्ति भएका वा बढुवा भएका दुईजनालाई, कसलाई त, एउटा शिक्षक सेवा आयोगको नियुक्ति भएको त्यो प्रावि होस् कि मावि होस् कि निमावि होस्, अर्को के त बढुवा भएको,
5 वर्ष 5 सय शिक्षक पुगेपछि के हुन्छ त बर एक्जाम हुन्छ बढुवाको फर्म भरिन्छ अनि त्यहाँबाट के हुन्छ त बढुवा भएपछि के गर्न पाइन्छ त त्यो जुझेरलाई कला त शिक्षक सेवा आयोगबाट नियुक्ति भएका लोक शिक्षक सेवा पास गरेर आएको व्यक्ति अर्को के त पास भएर थाहै भइसकेको 5 वर्षपछि बढुवा हुनको लागि बढुवाका लागि सिफारिस भएका शिक्षकलाई के गर्ने त के गर्ने शिक्षकलाई भन्नुस् त के गर्ने शिक्षकलाई गर्ने हो के शिक्षकलाई त विद्यालयमा के गर्ने त नियुक्ति गराउने नियुक्ति गराउने यही दिन हो साथीहरू हामी सबैजना के को लागि पढिरहेछौँ यही दिनको लागि विद्यालयमा नियुक्ति कहिले हुने भनेको लागि पढिरहेछौँ यो कसले गर्ने त शिक्षा विकास तथा समन्वय एकाइले के भन्छ अरे समन्वय एकाइले गर्ने कसलाई गर्ने त दुईजनालाई एउटा आयोगबाट नियुक्ति भएका शिक्षकलाई अर्कोका लागि त बढुवा भएको शिक्षकलाई यो दुईजनालाई के गर्ने त विद्यालयमा के गर्ने त नियुक्ति गर्नको लागि गराउने अब अर्को सरुवा बढुवा ल के भन्छ अरे साथी सरुवा बढुवा रामाना पत्र त्यसपछि असाधारण विधा त्यसपछि के भन्छ असाधारण विधा बेतलबी विधा होइन बेतलबी होइन होला बेतलबी विधा के भन्छ भने सरुवा बढुवा रामाना पत्र असाधारण विधा बेतलबी विधाको विवरण किताबखानामा अनलाइन मार्फत अपडेट गर्न खोज्नु भन्ने के अध्यावधिक UPDAT अध्यावधिक यो के हो मैले बुझाउँछु है साथीहरू अध्यावधिक गर्ने यो भनेको के हो भने कुनै व्यक्तिले सरुवा भयो म स्कुलमा बस्दिनँ म अर्को स्कुलमा जान्छु है साथी म अब यहाँ बस्न सक्दिनँ मलाई यहाँको विद्यालय व्यवस्थापन समितिले धेरै दुःख दियो यहाँको विद्यार्थीले मलाई उ गर्यो त्यो गर्यो मलाई यहाँ सजिलो भएन म आफ्नै गाउँतिर जान्छु भन्ने कुरा त्यसलाई त्यसपछि बढुवा भयो उहाँलाई अब यो श्रेणीबाट बढुवा भयो अर्को श्रेणीमा राख्नु पर्यो त्यो अनुसारको तलब दिनु पर्यो अथवा रामाना पत्र यहाँबाट जानलाई 15 दिनभित्र दिन्छ नि त्यो रामाना पत्र अथवा असाधारण विधा उहाँको यो साधारण विधाको हामी छुट्टै पढ्छौँ त्यति बेला यो असाधारण विधा भन्नेको के हो भने हामी त्यति बेला यो कुरा गर्नेछौँ असाधारण विधा भन्नेको के हो कस्तो हो भन्ने कुरा हामी गरिहाल्छौँ बेतलबी विधा अहिले के बुझ्नुहोस् असाधारण विधा र बेतलबी विधा छ यहीमा हामी एकछिनपछि केही दिनपछि हामी के गर्छौँ भने यो दुईटै विधाको बारेमा कुरा गरिहाल्छौँ के गर्छ त यो विवरणलाई के गर्छ त किताबखानामा के गर्छ त उपलब्ध गराउने गर्छ त्यसपछि के भन्छ शिक्षकलाई
शिक्षकलाई पेन्सन, शिक्षकलाई पेन्सनको बारेमा अनलाइन यसलाई के भन्छ हामी अस्ति के पढेको थिएँ ई पेन्सन भनेको थियौँ है ई पेन्सन अधिकार ई पेन्सन अधिकार के गर्ने भने अधिकार पत्र के गर्ने त उपलब्ध गराउने के गराउँछ त उपलब्ध गराउँछ। अब हिजो हामी के पढ्यौँ के भन्छ भने यो पेन्सनको लागि के गर्छ त अनलाइनबाट हिजो हामी के गरेको थियौँ भने अब पेन्सनको लागि काठमाडौँ आइराख्नु पर्दैन शिक्षकको टाइम पुगेपछि काठमाडौँ आइराख्नु पर्दैन त्यो अधिकार पत्र कहाँबाट लिने त पहिला जिल्लामा गएर लिने अनि जिल्ला त सजिलो छ जानलाई त्यहाँबाट अनलाइन गर्न सकिन्छ भन्ने कुरा हामीले यति गरेको थियौँ। ल आज हामी यति गर्छौँ मेरो अलि थोरै डिस्टर्ब भयो साथीहरूको कारणले गर्दा हामी भोलि कुरा गर्छौँ है भोलि सायद हाम्रो टाइम चेन्ज हुनसक्छ त्यो एकपल्ट यसो विचार गर्नु होला है म नोटिस हालिहाल्छु यसो म टाइम म्यानेज गर्छु भोलि हाम्रो टाइम चेन्ज हुनसक्छ आज हामी यति गर्छौँ बाँकी कुरा हामी भोलि गर्छौँ हस् त ल आजको लागि यति गरौँ हस् भोलिको लागि बाई बाई।